हेलो साथीहरु, आज चाहिँ म आइपुगेको छु मेरो साथीको बर्थडेमा। यो चाहिँ 4 गतेको भिडियो अर्थात् सोमबार। धेरै ढिला भयो कि हाल्न। आज कि हाम्रो बर्थडे गर्ल इन्युन स्पेशल डे इनको। यता चाहिँ सन्जुरको पुरै फ्यामिली, यहाँ चाहिँ दिदी हुनुहुन्छ। 18-19 जना आएको छौं बर्थडे मनाउन यता बाह्रकुने दहतिर। अब चाहिँ यो चाहिँ केक हो, 3 वटा थियो, यहाँ चाहिँ 2 टा राखिएको छ। यहाँ चाहिँ बर्थडे सेलिब्रेट अब सन्जु चाहिँ एकदम खुसी, हामी पनि सबैजना खुसी भयौं देखेर। मेरो चाहिँ व्रत रहेकोले धेरै यिनी केकहरु खान पाइएन, त्यही पनि एकदमै रमाइलो एकदम खुसी लाग्यो। म चाहिँ यहाँ फ्रुटी र अनि एकछिनमा केक खान्छु। धेरै धेरै रमाइलो भयो। अनि यहाँ चाहिँ खानेमा चाहिँ टन्नै छ के, यता केक चाहिँ छुट्टै राखेको छ। यहाँ चाहिँ अचार, प्राउन, चाउमिन, पुरी सबै लिएको छौं। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ टमाटरको अचार, यो पुरी, चाउमिन चाहिँ टन्नै छ। म चाहिँ व्रत भएकोले केरा खाँदै छु। अनि यता चाहिँ प्लेटमा चाउमिनहरु सबै राख्दै हुनुहुन्छ दिदीहरुले। अनि नखाए पनि एकदमै रमाइलोकै देखेरै मनै आनन्दै भयो, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ अब खाँदै हुनुहुन्छ दाइले। अनि आधा परिवार चाहिँ नाचेर खाएर पनि अटोमा जाँदै हुनुहुन्छ आधा ग्रुप। यता चाहिँ सन्जुहरु चाहिँ नाच्दै छन् साथीहरु। अनि हामी चाहिँ खानासाना खाएर नास्ता खाएर यसो घुम्न गएको मन्दिरतिर। त्यसपछि त माछा हेर्न सक्नुहुन्छ, हेर्नु न माछा यति लोभ लाग्दो, यति रहर लाग्दो, यति धेरै यो पानीमा माछा। अनि सन्जुले म पनि छुन्छु न भनेको चिप्लै चिप्लो भएर समात्नै सकिनँ, तर यति धेरै माछा। थ्यांक यू सो मच साथीहरु, पुरा हेरिदिनु होला भिडियो। लाइक, कमेन्ट, सब्स्क्राइब पनि गरिदिनु।